हेलो फ्रेन्ड्स, वेलकम टु माई सेकेन्ड रेसिपी भिडियो। आज चाहिँ म फेरि मेरो सेकेन्ड नम्बरमा पर्ने मेरो फेभरेट तरकारी बनाउँदैछु। फर्स्टमा चाहिँ मैले कराई ल्याएँ अनि त्यसमा तेल हालेँ। तेल चाहिँ अलि धेरै हाल्नुपर्छ यो बेला चाहिँ। अनि त्यसमा चाहिँ मैले खुर्सानी एड गर्न बिर्सेको रहेछु। खुर्सानी चाहिँ मैले पछि एड गरेको, तपाईँले पहिले एड गर्नुहोला। अनि मैले चाहिँ लसुन प्याज फुराएर एकदमै राम्रोसँग पकाएँ। र चाहिँ रेड हुनसम्म पकाउने, अनि पछि चाहिँ तरकारी एड गरिदिने। तरकारी एड गरिसकेपछि राम्रोसँग भुटेर पानी एड गरिदिने, अनि ट्युमेरिक पनि एड गरिदिने। अनि चाहिँ हामीले यहाँ नुन पनि एड गरिदिन्छौँ। ट्युमेरिक चाहिँ अगाडि गर्दा पनि हुन्छ अनि पछाडि गर्दा पनि हुन्छ है। अनि त्यसपछि ढाकिदिएर चाहिँ यसको पानी सुकिसकेपछि मैले टमाटो हालिदिएँ। टमाटो हालिदिइसकेपछि फेरि वाटर हालिदिएँ एन्ड जिरा हालिदिएँ अलिकति। जिरा हालिदिइसकेपछि चाहिँ मैले ढाकिदिएर फेरि पकाउनु राखिदिएँ। अहिले चाहिँ यो रेडी भएको छैन, फेरि यसलाई चाहिँ खोड्नुपर्छ अनि कि म्यास गर्नुपर्छ। अनि यो राम्रोसँग म्यास भइसकेपछि फेरि पानी हालिदिएर पकाउने एन्ड देन यो रेडी हुन्छ। धनियाँ हालिदिने अनि स्वाद चाहिँ चाख्नुपर्छ नुनको कस्तो थियो भनेर। अनि मैले खाँदा एकदमै धेरै मिठो थियो। सब्सक्राइब गर्नु गाइज।